कर्नरिङ हान्दिनु पर्यो। ओए आमा कर्नरमा कसरी ओभरटेक गरेको त ये बा साथै उडायो भाइ साहब। अब जम्मा 23 किलोमिटर छ। हामीले चाहिँ आज एकदम छिटो कति 90 किलोमिटर्स कभर गऱ्यौँ र और 70-80 त गऱ्यौँ होला आज हामीले छिटै। हामी नरोकिकन ननस्टप चलाएको क्या। आज हाम्रो लन्च गर्ने ठाउँ चाहिँ हामीले पहिले डिसाइड गरेर आइसकेको थियौँ नि त। अहिले चाहिँ तलतिर खोला बस्तीहरू पनि छ, पहाडहरू पनि छ है। यस्तो राम्रो देखिरहेको भ्यू। खोला पनि देखियो। खोला राम्रोसँग देखाउन पाइएन। यता फेरि मनाङ मुस्ताङ जस्तो एरिया पनि आइसकेको छ यो ढुङ्गाले गर्दाखेरि। कसले आफ्नो ज्याकेट झुन्डाएको त्यहाँ डर लाग्ने गरेर। सोनमार्ग टनल रे है, हाइट लिमिट 5.5। अरे कारगिल 100 आमा कस्तो राम्रो देखेको यार अहिले बल्ल। कारगिल अहिले 135 किलोमिटर, सोनमार्ग 15 किलोमिटर, ले चाहिँ 360 किलोमिटर। हेर्नु त कति राम्रो देखेको भ्यू गाइस। वाह बाटो राम्रो भएपछि त त्यो ठाउँ त त्यसै दामी देखिँदो रहेछ क्या झन्। यो बाटो हेर्नु न ठुलो हो नि त, ठाउँ त झन् त्यसै नै यस्तो दामी देखेको।